म 103 वर्ष लाग्यो कहिलेदेखि हेलो नमस्ते एभ्रिवान भुगाचर फ्यान सबजना सन्चै राम्रै हुनुहुन्छ होला र म पनि एकदम सन्चै आरामै छु है त अब चाहिँ अहिलेको बेलुकाको 5 बजिसकेको छ अनि म चाहिँ टक्कसँगले भ्लग स्टार्ट गरिरहेको छु अनि त्यो यहाँ मान्छे छ मम्मी यहाँ हुनुहुन्छ टक्कसँगले अनि मम्मी सँगसँगै हाम्रो यहाँनिर आमा पनि हुनुहुन्छ आमा आमा ऊ काका यहाँ काकालाई हाई गर्नु अरे हेलो अन्त हो हेलो अनि सब्सक्राइब गरिदिनु भन्नु आमा सब्सक्राइब लाइक गरिदिनु अरे भन्नु न फेरि भन्नु त यहाँबाट बोल्न आएन अनि टक्कसँगले अब यहाँ चाहिँ होइन घाम डुब्न आँटिसकेको छ देख्न सक्नुहुन्छ यहाँनिर टक्क अनि अहिले चाहिँ मौसम यस्तो छ फेरि हाम्रो घर छेउमा चाहिँ यहाँनिर घर बन्दैछ टक्क देख्न सक्नुहुन्छ फेरि त्यस्तो छ उभे सबजनाले अब देख्नै भएको होला होइन टक्कसँगले यस्तो हुँदैछ अनि म चाहिँ अब तपाईँलाई म एकछिन पछि टक्क भेट्नेछु म मासु काट्न आँटेको मासु काटेको देखाउँछु अब मेरो माछा हेर्नु माछा मम्स चाहिँ यहाँ हुनुहुन्छ टक्कसँगले अब चाहिँ म यहाँ मासु काट्न गइरहेको छु यहाँ मेरो सामानहरू रेडी भयो यो भयो यहाँ चाहिने बामफोक यो गयो यो चाहिँ गोठको मासु हो अनि देख्न सक्नुहुन्छ है अब म यो काटिसकेपछि तपाईँलाई भेट्छु अनि कहाँ जान्छु यस्तो उता डोजी चाहिँ म अनि कता जान्छु हेरौँ है त अनि सेट्यु आइसक्यो चाहिँ राति 12 बजेको मेरो लागेको छैन दिउँसो सुतेर थिएँ त्यो भन्ने लागेको छैन अब एकछिन म सुत्ने ट्राई गर्दैछु तपाईँलाई म एकैचोटि बिहान भेट्छु नि अब सो सबैजनालाई गुड मर्निङ म चाहिँ उठिसकेको छु अहिले अनि अब उठेर हो के हुन्छ हेरौँ राम्रो होस् आजको दिन त्यही भन्दै आजको दिनको स्टार्ट गरौँ है त अब स्टार्ट हुन्छ आजको दिन लेट्स गो गाइस अनि हेर्न सक्नुहुन्छ होइन म चाहिँ अब उठिसकेको छु अब म चाहिँ मुख धुन्छु ब्रस गर्छु अनि कता जान्छु हेरौँ आज अनि अहिले सक्क हुन्छ मम्मीहरू म चाहिँ दाजु ओ फर बेस अहिले सबैजनाले गुड मर्निङ अनि तपाईँहरू पनि उठ्नु होला अनि है आज सधैँ पनि रहेको रहेछ अनि मलाई थाहा थिएन 3 महिनाको छुट्टी छ नि त अहिले अनि त्यही भएर म चाहिँ बिस्तारै सुतिरहेको थिएँ अनि रातभरि निद नलागेर गिद्दी भएको थियो सक्नु छ भ्लगमा ओ राम्रो दिन आजको भन्दै स्टार्ट गरौँ है त म चाहिँ मुख सुतिदिन्छु अनि चिया खान्छु तपाईँलाई भेट्छु देख्न सक्नुहुन्छ यहाँ नेचर है हल्कासँगले यस्तो हुँदैछ अब चलिरहेको रहेछ आज चाहिँ अनि देख्न सक्नुहुन्छ भर्खर घाम निस्किरहेको छ अनि टक्कसँगले चिसो हावा सर्कसँगले बाख्रा चढिरहेको छ त अनि वरिपरि यस्तो छ मकै होइन कस्तो दामी हावा चलिरहेको छ म चिसो भन्दै उता हुन्छु अनि हाम्रो घर अगाडिको रोड चाहिँ यति झुल हालेको छ अनि त्यो भएर गिटी हालेको छ अनि आज गाडी हक्की आउनु मिल्दैन यहाँनिर अनि त्यही हो हाम्रो घरदेखि तलतिर चाहिँ यहाँनिर होइन ड्राइभिङ सेन्टर पनि छ यहाँनिर त्यही हो म कहाँ जान्छु अनि त्यही गाइस म चाहिँ अहिले यहाँ बाटोमा आइसक्यो अनि बाटोमा देख्न सक्नुहुन्छ यस्तो छ त्यही चाहिँ अहिले बनाउँदैछ क्या बाटोतिर मेरो घर चाहिँ उपर छ उता टक्क रोड उपर छ अनि यहाँ यस्तो देख्न सक्नुहुन्छ यो अगाडि चाहिँ पिज हाल्न हालेको रहेछ अनि त्यही हो म चाहिँ तल भाउजूको त्यो जाँदैछु बिहान बिहानै होइन अझै लाग्छ नि त घरमा बस्न अनि घर सट पुस्थेँ अनि तसर्च गरेँ अनि मुख सुक्दै अनि अब चाहिँ चलिदिँदैछु भाउजूकोतिर अनि लेट्स सी के हुन्छ आज है हेर्दै जाउँ अनि ब्लग अन्तिमसम्म हेरिदिनु होला जो नयाँ हुनुहुन्छ सब्सक्राइब हानिदिनु होला है त अनि अब टक्कसँगले हाम्रो घर छेउमा चाहिँ उयो के अरे ड्राइभिङ सेन्टर पनि छ टक्कसँगले यस्तो छ अनि त्यही हो यस्तै छ सो गाइस म चाहिँ यहाँ भाउजूहरूकोतिर आइसकेको छु अनि देख्न सक्नुहुन्छ टक्कसँगले आएर बसिरहेको छु अनि म चाहिँ एकछिन मात्र आएको त्यही बिहान बिहानै होइन तपाईँहरूलाई देखाउने आएको डुल्नलाई एकछिन म डुल्न आएको थिएँ अनि त्यही हो अनि अब आजको दिन म कहाँ जान्छु त्यो थाहा छैन मलाई हेरौँ अब के हुन्छ होइन किसान भए हाई गरिदिउँ हेलो भन सबजनाले सब्सक्राइब गर्नु होला भन ल बाई गर गुड सो गाइस म चाहिँ यहाँ भाउजूहरूकोबाट चल्दिसकेको छु अनि अब हेरौँ के हुन्छ
अहिले जब घर जान्छु माम खान्छु अनि बजार जान्छु पावर ब्याङ्क छ कि एउटा यहाँ अन्त बनाउनु पर्छ टक्कसँगले देख्न सक्नुहुन्छ यिनीहरू रोड छ अनि टक्कसँगले यस्तो छ ट्याक्कै मन्दिर छ कृष्ण मन्दिर हामी चाहिँ यताबाट जानुपर्ने हुन्छ यता है त म तपाईँलाई एकछिनतिर भेट्छु अब यस्तो होइन अनि त्यही हो अहिले चाहिँ मकैको सिजन भएर सबैतिर गाउँभरि मकै अबको एक हप्ताभित्रमा मकै यस्तो हुन्छ यस्तो धेरै हुन्छ कि यस्तो धेरै हुन्छ कि त्यो कुरै नगर त्यस्तो हुन्छ मकै अब त्यही गाइस म तपाईँलाई अहिलेसम्म भेट्छु है त सो गाइस नेक्स्ट डे अनि हामी चाहिँ अब आज नेक्स्ट अर्को दिन भइसकेको छ अब हामी चाहिँ आज दमक गइँदैछ यहाँ हुनुहुन्छ हाम्रो राधिका दिदी हाई गर्नु दिदी हो अब यहाँ हुनुहुन्छ हाम्रो मम्मी अनि यहाँ हुन्छ हाम्रो भेनाजु अब हामी चाहिँ आज हजुरआमालाई भेट्न जाँदैछौँ खोज्न जाँदैछौँ खोज्न भन्दा पनि भेट्न जाँदैछौँ टक्कसँगले मम्मी ब्युटिफुल होइन ह्यान्डसम छ हाम्रो मम्मी आज होइन अनि अब त्यही हो आज हामी हिजो चाहिँ हजुरआमाको अस्तिको दिन हजुरआमाको बर्थडे थियो अनि हजुरआमाको बर्थडेको दिनदेखि आज भनेको आमाको मुख हेर्ने दिन अनि म त मुखी आमाको यहाँ अगाडि चाहिँ मुख हेरिहालेँ अनि म चाहिँ अब हजुरआमाको मुख हेर्न गएको छु 103 वर्ष पुगेको हजुरआमाको अनि त्यही हो भिनाजु अब जाने होइन भिनाजु भिनाजु इङ्ग्लिस बोल्नु हुँदैछ हामी चाहिँ टक्कसँगले आइसकेको छौँ रोडमा अब चाहिँ हामी यहाँबाट जानुपर्ने हुन्छ अहिले सक्नुहुन्छ बाटोहरू बनाउँदैछ त्यही भएर हल्का नराम्रो छ धुलो सबै उडेको छ क्या त्यही भएर नराम्रो छ अरू सबै राइट अब चाहिँ हामी जान्छौँ अनि तपाईँहरूलाई म उतै गरेर देखाउँछु बाटोको देखाउँदिनँ अनि हाम्रो घरको जाने बाटो चाहिँ देख्न सक्नुहुन्छ हिजो म तपाईँलाई हालेको थिएँ त्यही हो अहिलेसम्म तपाईँहरूलाई भेट्छु अब हामी चाहिँ टक्क दमक आइपुगेको छौँ हेर्न सक्नुहुन्छ यहाँनिर टक्क दमक गयो चाहिँ 3 वर्ष पुगिसक्नु भयो हजुरआमा हजुरआमा यहाँ हेलो गर्नु त यसो गर्नु त हात हलाउनु त यसरी तपाईँ कति वर्ष पुग्नुभयो म 103 वर्ष लाग्यो कहिलेदेखि 12 गते वैशाखदेखि नै भनौँ न अब त्यो वैशाखदेखि 12 गतेदेखि पुरा 12 गते जन्मेको म वैशाखदेखि भन् न नजा भनेको सक्दैनस् नजा भनेको सासु अनुहार बोक्न आउँछन् भन त गएको त्यसो भयो गाइस हामी चाहिँ यहाँबाट हिँडिसकेको छौँ दमकबाट अब तपाईँहरूलाई घरतिरबाट भेट्छु अनि हजुरआमालाई हेऱ्यो टक्कसँगले आज आमाको फोटो हेरिदिनु टक्क हेऱ्यो अनि म तपाईँहरूलाई अब एकछिनतिर घरतिरबाट भेट्छु अनि आजको भ्लग पनि यतितिर गर्छु होला सायद सबैजनाले हेरिदिनु होला अनि भ्लग पनि बनाउने कोसिस गरिरहेको छु मैले सबैले सब्सक्राइब हालिदिनु होला अहिले म गाडीमा छु दमक जाँदैछु अब तपाईँहरू हेर्नु सक्नुहुन्छ बाटोको दृश्य है त गाइस घर चढाएर होइन म चाहिँ टक्कसँगले आई खेतमा हल्का पानी लाउँदैछु अनि घर पनि आइयो आज आमाको मुख पनि हजुरआमाको मुख पनि हेरियो घरमा मम्मीहरूको मुख पनि हेरियो होइन अब केही दिन नसके पनि हेर्न त हेरियो मुख सधैँ हेरेकै हो र पनि टक्कसँगले त्यही गाइस अनि अब त्यही आजको भ्लग यति म व्यस्त गरिदिन्छु अनि अब भेटौँ अर्को भ्लगमा त्यति बेलासम्म हेरिराख्नु होला मेरो च्यानल हस्त धन्यवाद नमस्ते।